बिन्ती छ मेरो, हात जोडेर मेरो बाबु साह्रै अवस्था नाजुक छ। जसरी नि यति मेरो बुढालाई बचाइदिनु भयो भने मलाई धेरै धेरै। एकदमै दुःखद खबर आएर हामी अहिले टिचिङ हस्पिटलमा आइसकेका छौँ। किन भन्दाखेरि एकजना दोलखाका व्यक्ति लडेर टाउको फुटेर आइसीयूमा हुनुहुन्छ र उहाँलाई भेट्न हामी टिचिङ हस्पिटल आइसकेका छौँ। भने के कस्तो अवस्था छ उहाँहरूलाई भेटेपछि हामी तपाईँहरूलाई सम्पूर्ण कुरा अवगत गराउँछौँ। त्यसकारण तपाईँहरू यो भिडियो पुरै हेरेर साथ सहयोग गर्नु होला। एकदमै दुःखद खबर आइसकेको छ, त्यसकारण तपाईँहरूले साथ दिनु होला। कसरी बिरामी हुनुभयो उहाँ? ऊ चाहिँ अब लडेको भनेर चाहिँ देखेको हो, अब आफूले देखिएन। लडेछ, लडेर अब बुहारीलाई र उसलाई मात्रै छोडेर हामी हिँडेको। कता हुनुहुन्थ्यो हजुर? हामी दार्जिलिङ थियौँ। दार्जिलिङ किन जानुभएको थियो? अब के गर्नु, अब यतातिर केही रोजगार पनि भएन, पैसा कमाउनलाई त्यतातिर गर। अब बुढी मान्छे भए पनि अब भारी बोकेर भए पनि अब अलिअलि ऋण छ, त्यो ऋण तिर्न भनेर तिमीहरू गरी खायो। म अब यो मुसिरबाट 60 लाग्छु, मेरो बुढिया मभन्दा 6 वर्षले कान्छु। अब हामी दुवैजना, उसले पनि सकेको पोखा बोक्ने, म पनि सकेको बोक्ने। यसरी अब हामी उतैतिर बसेर यसो गुजस्ता गरेर यसो 2-4 पैसा कमाएर यसो ऋण तिर्न भनेर हामी गएको। हामी उतैतिर थियौँ। हामी 5-6 महिनै भयो घर छोडेर हिँडेको। घर त छोडेको अझ 2 वर्ष जस्तै भयो म चाहिँ गएको, तर मेरो बुढिया गएको चाहिँ त्यति भयो। के भयो के कसो भयो केही पत्तै भएन। हामीलाई अब फोनसोन हुन्थ्यो, राम्रै छ भनेर भन्थे। अनि अब फलानाको यति तिर्नु छ उति तिर्नु छ भनेर भन्थे। अब के गर्ने त, अब बिस्तारै तिरौँला, अब कमाउँदैछौँ 2-4 पैसा भनेर भनिराखेको थियो। अब अचानक कसरी लड्यो, लडेपछि अब ऊ त्यो आफसे अब अचानक के भयो, अब त्यसलाई अब न प्रेसर बढेर लड्यो न कसरी लड्यो। रोगहरू थियो कि पहिला? रोग त खै खासै केही देखेको पनि होइन, त्यस्तो कुनै केही पनि होइन। राखेर चरे अब बुहारीको भनाइ अनुसार 2 वर्षको नानी छ। अब एउटा चाहिँ 8 वर्ष बिरामीको। बिरामीको नाम नारायण खत्री। नारायण खत्री। घर चाहिँ कता? घर चरीकोट। अहिले यहाँ चाहिँ मनमोहन सेन्टरमा चाहिँ आइसीयूमा हुनुहुन्छ। सानो भर्खरको सानो बच्चाहरूलाई भर्खर पढाउने बेला भइरहेको छ। अब के छ अहिलेसम्म कति खर्च भयो बुवा? 5 बाट चाहिँ कट्यो होला। कसरी गरिरहनु भएको छ अहिले खर्च? त्यो खर्चहरू अब यता कोहीसँग 5000 10,000 सपट्टि मागेर अब यसो गरौँला त्यसो गरौँला, अब सकुन्जेली म कमाएरै भए नि तिर्छु भनेर अब मान्छे चाहिँ बाँचो भनेदेखि भनेर त्यही नै गरेको छु। अनि डक्टरहरूले के भन्नुहुन्छ, कतिसम्म खर्च लाग्छ भन्ने अनुमान गर्नु भएको छ? अनुमान त उसले अब लङ समयसम्म चाहिँ अब राख्नुपर्छ। डक्टरले यो गर्नुपर्छ त्यो गर्नुपर्छ यसो गर्नुपर्छ त्यसो गर्नुपर्छ भनेपछि त अब गर्नै नै पर्यो होइन त। अब के गर्ने? उहाँहरूले वडाबाट चाहिँ विपन्नता कार्ड पनि बनाइसक्नु भएको छ, बनाएको छ। यहाँ चाहिँ खर्च एकदमै ठुलो आउने भएको हुनाले 5-6 लाख रुपियाँ खर्च भइसकेको छ। तपाईँको टाउको अपरेसन पनि गर्नुपर्ने छ। अझै त्यसमा चाहिँ लङ टाइम डक्टरले एकदम लामो समयसम्म तपाईँहरू तयारी अवस्थामा रहिदिनु भनेको हुनाले चाहिँ एकदमै धेरै खर्च आउने हुनाले यहाँहरूले चाहिँ सहयोग गर्नु हुन म हार्दिक अपिल गर्दछु। हजुरको बुढा बिरामी हुनुभएको छ, हस्पिटलमा हुनुहुँदो रहेछ होइन? के छ आर्थिक अवस्था कस्तो छ तपाईँको? आर्थिक अवस्था त धेरै नै कमजोर छ सर। के गर्नु, अब उसैले यसो अलिअलि भर्ती गरेको थियो। हामीसँग त केही नै छैन। यस्ता बालखा भर्खर 2 वर्ष लाग्यो बच्चा, अर्को नानी 8 वर्ष लाग्छ अब जेठमा। बचाइदिनु होला, कसरी भए पनि सहयोग गरिदिनु होला। के गर्नु अब? घरको आर्थिक अवस्था के छ? कसले गर्ने हो? हामीसँग त केही पनि छैन सर, के गर्नु? बच्चा सानसाना छन्, अलिअलि अब कमाएर ल्याएर खुवाउने पाल्ने भनेको उसैले हो। जसरी भए पनि मेरो बुढालाई बचाइदिनु होला, सहयोग गरिदिनु होला। देश विदेश बस्ने दाजुभाइ दिदीबहिनीहरू सबैले सहयोग गरिदिनु होला। कमाउने चाहिँ एकजना मात्रै? हजुर, एकजना मात्रै हो, उहाँ मात्रै हुनुहुन्छ। जसरी भयो नि मेरो श्रीमानलाई बचाइदिनु होला। श्रीमानको नाम पनि भनिदिनु। नारायण खत्री मेरो श्रीमानको नाम। मनमोहन सेन्टर आइसीयू बेड नम्बर 9 मा हुनुहुन्छ। जसरी नि यति मेरो बुढालाई बचाइदिनु भयो भने मलाई धेरै धेरै हुन्छ। के गर्नु, यस्ता बच्चा छन्, यो बच्चाको मुख पनि हेर्नु पर्यो। के गर्नु, सबैजनाले सहयोग गरिदिनु होला, बिन्ती छ मेरो, हात जोडेर मेरो बाबु साह्रै अवस्था नाजुक छ। दिदीबहिनी दाजुभाइहरूले सहयोग गरिदिनु भयो भने चित्त जोडेर पर्वत बन्छ। प्रभु त्यति सहयोग गरिदिनु होला। हाम्रो नाजुक अवस्था छ, कोही कमाउने मान्छे छैन। मेरो यति छोरा थियो, त्यही पनि यस्तो भइहाल्यो, बिरामी भएर आइसी बेडमा छ। हजुरहरूले गरिदिनु भयो भने धेरै धेरै सहयोग हुन्छ। गरिदिनुहोस् हजुरहरू। के गर्नु, दाजुभाइ दिदीबहिनी सबै देश विदेश हेर्नुभएका जति दाजुभाइ दिदीबहिनीहरूले हेरिदिनु होला।
यो फोटो हेरेर यो बोलेको देखेर सबैले सहयोग गरिदिनु होला। हामीलाई के गर्नु यो पीडाबाट हटाइदिन सक्नुहुन्छ हजुरहरूले, गर्नुभयो भने चाहनुभयो भने जे पनि गर्न सक्नुहुन्छ हजुरहरूले। हाम्रो कोही छैन हजुरहरू भन्दा बिना, हजुर केही छैन, हामी केही गर्न सक्दैनौँ, गर्ने जति हामीले गरिसक्यौँ। मरेको लास जस्तो निकालेर लान पनि कहाँ लानु। नमस्कार, म कृष्ण खत्री। मेरो छोरो चाहिँ अचानक यसरी लडेर चाहिँ अब टाउकोमा चाहिँ रगत जामेर दम भएर मनमोहन आइसियु नम्बर बेड नम्बर 9 मा राखेको छ। अहिलेसम्म 10 दिन भयो, होस खुलेको छैन। मेरो आर्थिक अवस्था कमजोर भएको कारणले म घरमा थिइनँ। म चाहिँ अब यस्तो दुःख पाएर ऋणको पिरले इन्डियातिर भारी बोक्न गएको थिएँ। म घरमा थिइनँ, त्यसकारण घरमा यसरी लडेर अहिले 5-6 लाख रुपियाँ सिद्धिसक्यो। अब डाक्टरले भन्छ अब लङ समयसम्म चाहिँ राख्न तयारीमा बस्नु भनेर भन्छ। 30 लाख भन्दा माथि जान सक्छ, पैसा के कसो छ भन्छ। अब के गर्ने, पैसा छैन भनेर त्यो अब मरेको लास जस्तो निकालेर लान पनि कहाँ लानु। अब यहाँ राख्नु भने खर्च छैन, के गर्नु। यसकारण अब सबैले जति सकिन्छ सक्दो यसो सहयोग गरिदिनु होला। अब के गर्नु, भएर मागेको होइन, खानुलाई मागेको होइन, उपचारको लागि मागेको। त्यसकारण सबैले मेरो छोराको लागि, मेरो छोराको नाम नारायण खत्री हो र उसको नाबालक बच्चा छ 2 वर्षको र एउटा छोरी छ 7 वर्षको। त्यसको अब भविष्यको लागि पनि बच्यो भनेदेखि केही होला। त्यसको लागिदेखि सबैले सक्दो धेर थोर सहयोग गरिदिनु हुन म हार्दिक अनुरोध हजुरहरूमाथि हार्दिक अनुरोध गर्दछु।